सिप्लिकानको अचार लाउनु बनाउँ है त सिप्लिकानको अचार। सुरुमा हामीले सिप्लिकान बोइल गरिसक्यौँ अनि त्यसपछि आलु पनि राख्न सक्नुहुन्छ। तपाईहरुलाई कस्तो लाग्छ, आलु मन पर्छ कि पर्दैन। त्यसपछि मैले यता तिल पनि लिएको छु। तिललाई पिन्नको लागि यता सिप्लिकान र आलु पनि रेडी भइसक्यो। अनि यहाँ मैले आलुलाई काटेर यत्रो गराएको छु। अनि त्यसपछि यहाँ मैले सिप्लिकान चाहिँ मैले यत्रो गराएको छु। तपाईहरुलाई मन पर्छ भने सानो सानो पनि गराउन सक्नुहुन्छ, तर मलाई यतिकै मन पर्ने भएर मैले यस्तै गराएको छु। अनि अहिले मैले तिल पिनिसकेको तिललाई चाहिँ ठुलो चम्चाको 3 चम्चा जति यसरी राखेको छु। तिल राखिसकेपछि अब यसलाई झान्नु पर्ने हुन्छ, मरमसला राख्नु पर्ने हुन्छ। त्यतिन्जेलसम्म अरु कुरा गर्नु पर्ने हुन्छ हैन र साथी। तपाईहरुलाई मन पर्छ भने यो भिडियो लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब गर्न सक्नुहुन्छ। यहाँ स्वाद अनुसार नुन लिएको छु। अनि त्यसपछि यहाँ खुर्सानी ठुलो चम्चाको 1 चम्चा। तपाईहरुलाई पिरो पनि कतिको खान मन लाग्छ त्यही अनुसारले राख्न सक्नुहुन्छ। म चाहिँ अलिक पिरो कमै राखेको छु। अनि त्यसपछि यहाँ तेल छान्नको लागि अनि मेथी राखे। मेथी कालो कालो भएपछि यहाँ झान्नु पर्ने हुन्छ बेसार राखेर। कतिले त तेलमा पनि बेसार राख्नुहुन्छ, तर यसरी पनि झान्न सक्नुहुन्छ। अनि यसलाई अब मोल्नु पर्ने हुन्छ। तपाईहरु पनि बनाएर खानु होला, किनकि यो एकदम हेल्थको लागि पनि राम्रो हो। अनि यहाँ यसरी मोल्दै छु। मोल्दा फेरि चाहिँ कस्तो घिन लाग्ने गरेर मोलेको नभन्नु है, किनकि यस्तै त हो नेपाली किचन। अरूले जस्तो चिटिक्कै पारेर त मैले गरेको छैन, भए पनि सक्दो प्रयास गर्दैछु कसरी हुन्छ तपाईहरुलाई देखाउनको लागि। अनि यस्तै मिठो रेसिपीको लागि मनिषा थकाली किचनलाई सब्स्क्राइब गर्न नभुल्नु होला। अनि कमेन्ट पनि गर्नु है, तपाईहरुको गाउँठाउँमा यसलाई के भन्छ अनि कसरी बनाउनुहुन्छ भनेर। हाम्रोमा चाहिँ यसरी नै बनाइन्छ। कसैले त तरकारी बनाएर पनि खानुहुन्छ, तर मलाई चाहिँ अचारै मन पर्छ। अमिलो राखेर टुक्क टुक्क मिठो पनि हुन्छ। चाहनुहुन्छ भने चाहिँ यसमा हरियो खुर्सानी पनि काटेर राख्न सक्नुहुन्छ। मिठो हुन्छ है, बनाएर खानु होला। सिप्लिकानको कलिलो मुन्टाहरूबाट बनाइन्छ यो। यस्तै रेसिपीको लागि कमेन्ट गर्नुहोला। धन्यवाद, नमस्ते।